वेलकम सबैजनालाई हाम्रो नेपाल क्राफ्ट ग्यालरीको लकी ड्र प्रोग्राममा। सो आज हामी लकी ड्रलाई लाइभ अनाउन्स गर्दैछौँ, जसमा हामी स्पेसली 5 बम्पर प्राइजेसहरू राखेका छौँ, जसमा पहिलो ख अजिमा कुमारी पशुपतिनाथ सँगसँगै ठुलो तेदीलाई हामी आज लकी ड्रबाट वितरण गर्न जाँदैछौँ। सो यसपालि हामीले धेरै थोरै मात्र पार्टिसिपेसन गराएका छौँ, किनभने हामीले धेरै टाइम पनि दिएका छैनौँ। सो एकदमै सर्ट टाइममा हामीले एकदमै मिनिमम पार्टिसिपेटहरूबाट आज हामी लकी ड्र गर्न जाँदैछौँ र यो लकी ड्रमा लगभग 100भन्दा पनि कम पार्टिसिपेट्सहरू मात्र छ, जसको मैले सबै कुपनहरू मैले यसमा राखेको छु। र यसो सँगसँगै हामीले अर्को एउटा फ्री रजिस्ट्रेसनबाट पनि हामीले एउटा रड वितरण गर्न लागेका छौँ, जुन रडमा चाहिँ हामीले यो सानो रड फ्री रजिस्ट्रेसनबाट गरेका छौँ, जुन चाहिँ फेसबुक पेजलाई फलो र सेयर गरे बापत म दिन्छु भनेको थिएँ। सो यसको लागि मैले लकी ड्रको लागि दुईवटा डब्बा राखेको छु। एउटा चाहिँ हाम्रो मेन जुन बम्पर उपहारहरूको लागि, र अर्को भनेको चाहिँ एउटा सानो रडको लागि। यसमा छ छुट्टा छुट्टै मैले यसमा गोलाहरू राखेको छु, र सबैजनाले कुपन हातमा बोकिराख्नु पनि भएको होला, र सबैजनाले आफ्नो कुपन नम्बर पनि थाहा छ होला। सो कुपन नम्बर हेरेर तपाईँले जित्नु भयो भएन थाहा पाउनुहुनेछ। र यसको सबै कुराहरू म यो रेकर्डिङ भइरहेको छ, र रेकर्डिङ म युट्युब अनि त्यसपछि फेसबुक पेजमा पनि अपलोड गर्नेछु, किनभने भोलि अरू पार्टिसिपेट्सहरूले पनि जो हेर्न सक्नुहुन्छ। सो यसको लागि ढिलो नगरिकन म अब 1 बाई 1 लकी ड्र गर्न जाँदैछु। सो बम्पर प्राइज 5वटा भए पनि हामीले अझ सान्त्वना पुरस्कार भनेर 5जनाले हामीले एउटा गिफ्ट ह्याम्पर पनि राखेका छौँ। सो 5जनाले चाहिँ हाम्रो यो न्याटापोलको फ्रेम है, फोटो फ्रेम पाउनुहुन्छ। सो मैले यो सरप्राइजली नै राखेको थिएँ, र बिहान मैले फोटोजबाट पनि अलिकति नोट हिन्ट्स चाहिँ दिएको थिएँ। सो 5जनाले चाहिँ यो न्याटापोल जित्नुहुनेछ, र फर्स्टमा हामी यही 5वटा सान्त्वना पुरस्कारको लागि र सान्त्वना विजेता घोषणा गर्नेछौँ। र यसको लागि हामीसँग यो कट्टा छ, यसमा मैले कुपनहरू कलेक्सन गरेको छु। मैले अर्ध कति राखेको छु, आई थिङ्क तपाईँहरूसँग कुन कुपन यो हुनुपर्छ। सो कतिजनासँग एकचोटि छ भन्नुहोस् त, यो कुपन कोसँग छ एकचोटि सेयर गर्नु सबैजनाले, एकचोटि सेयर गर्नु सबैजनाले कोसँग छ यो ए मसल छ दाइ, सबैजनासँग छ है। सो कुपन बोकिराख्नु होला। सो माइक चाहिँ अहिलेको लागि म्युट नै राख्नुहोस्, किनभने हामी जुममा छौँ, अलिकति डिस्टर्ब हुन्छ। जस्ट कुपन हेर्नुहोस्, नम्बर हेर्नुहोस्, नम्बरको आधारमा तपाईँले जित्नु भयो भएन थाहा हुनेछ। सो म धेरै ढिलो नगरिकन अब 1 बाई 1 सान्टोनाको लागि त स्पेसली सान्टोनाको लागि 5वटा कुपन निकाल्नेछु, र कुपन नम्बर र नाम अनाउन्स गर्नेछु। सो कुपन निकाल्ने काम हाम्रो नानीले गर्नुहुन्छ, र म पढेर सुनाउँछु है त, ठिक छ। सो नानीले चाहिँ अब 1 बाई 1 एउटा एउटा कुपन 5वटा निकाल्नुहुन्छ, जुन न्याटापोल फ्रेमको लागि हुनेछ। निकाल्नुहोस्। म चाहिँ हलाउँदैछु है त। सो यसमा ल 100भन्दा पनि कम मात्र पार्टिसिपेट छ अरे नि त यसपालि चाहिँ, मैले धेरै कम मात्र राखेको छु। सो के फर्स्ट हुनुहुन्छ एन्जेल किसी है त, एन्जेल किसी। सो देखिन्छ कि देखिँदैन, आई थिङ्क अलिकति लाइटले गर्दा अलिकति क्लियर भएन होला। सो ओके, क्लियर चाहिँ भएन। सो एन्जेल केसी हुनुहुन्छ। सो ओके, कुपन नम्बर 52 अलिकति कन्फ्युजन भएको छ है। सो 52 ओके, 52 भनेपछि आई थिङ्क यो हुनुपर्छ। एकैछिन है त, कसको परेको छ, एन्जेल केसी। फाइभ टू अलिकति मेरोमा अटो कतिमा राम्रोसँग आएको छैन। सो 1 2 3 4 ओके, एन्जेल केसी 524 है त, 524 रहेछ एन्जेल केसी फर्स्ट सान्टोना कुपन है त, सान्टोना विजेता एन्जेल केसी। सो अर्को पनि एकचोटि निकाल्दै गर्नुहोस् नानु। सो एकचोटि तपाईँ आफै सुनाएर पढेर सुनाउनुहोस् है त। अब नेक्स्ट चाहिँ एन्जेल केसी फर्स्ट सान्टोना, जुन न्याटापोल जित्नु भएको छ। ओके, सान्टोना सानो गोरा एन्जेल केसी। ओके, कुपन नम्बर 528 हो, 0528। अर्को सेकेन्ड हुनुहुन्छ सानो गोरा आएको छ है त, सानो गोरा। अलिकति मैले क्लियरली मैले क्यामेरा चाहिँ देखाउन सकिनँ होला, सो अलिकति ओके, अलिकति
प्रब्लम छ। सो यसलाई अन्यथा नलिनु होला। सो अर्को छ सानो गोरा 0463 है त। ओके सानो गोरा 0463 अर्को निकाल्नुहोस्। अर्को 3वटा निकाल्नु बाँकी छ सान्टोनाको लागि। नहेरिकन निकाल्नुहोस् है त। ल फर्स्ट आएको छ एन्जेल केसी, सेकेन्ड आएको छ सानो गोरा है त। कोही हुनुहुन्छ भने च्याट बक्समा लेखिदिनु होला सो म छु भनेर। सो अर्को हुनुहुन्छ ओके सत्यनारायण श्रेष्ठ है त। सत्यनारायण श्रेष्ठ 520 है त। 520 सत्यनारायण श्रेष्ठ है त। 520 कुपन नम्बर रहेको छ। सो 520 3वटा आइसकेको छ। अब 2वटा बाँकी छ न्याटापुलको लागि। सो अब अर्को 2वटा निकाल्नुहोस्। सपना बासु ओके सपना बासु आएको छ है त। सपना बासी ओके बासु नै रहेछ है त। बासी होला भनेको बासु रहेछ। सो कुपन नम्बर रहेको छ 0075 है त। 0075 ओके सबैजनालाई बधाई छ। सबैजनाले न्याटापोल जित्नु भएको छ सान्टोना स्वरूप। सो अर्को एउटा बाँकी छ लास्ट एउटा सान्टोनाको लागि। अनि त्यसपछि हामी बम्पर प्राइज अथवा बम्पर लकी ड्रमा जाँदैछौँ। ओके लास्ट वान न्याटापोलको लागि। ओके ओके यो चाहिँ हाम्रो फरेनर हुनुहुन्छ। सो लुइसा हुनुहुन्छ। सो आई थिङ्क ओके ठिक छ। सो कङ्ग्रेचुलेसन लुइसाजी। आई थिङ्क हेर्नु भएको छ भने चाहिँ कङ्ग्रेचुलेसन। सो लुइसा हुनुहुन्छ है त। लुइसा हुनुहुन्छ 0491 रहेको छ लुइसा। सो मैले यो 5वटा कुपनलाई मैले यहाँ साइडमा राखेँ। अब हाम्रो पालो छ ठुलो टेडीको। आई थिङ्क त्यो ठुलो टेडी एकचोटि म तपाईँलाई सोकेस गरिदिन्छु। सो त्यसपछि हामी तपाईँलाई सेयर गर्छौँ है त। अब जित्नु नै बम्पर प्राइजमा ठुलो टेडी छ। लगभग 3 फिट हाराहारी छ होला। अब यो टेडीको लागि हामी लकी ड्र गर्न जानेछौँ। सो अहिलेको लागि यसलाई साइडमै राखौँ। र अब यो टेडी कसले जित्नुहुन्छ त हो आई थिङ्क को हुनुहुन्छ एकचोटि च्याट बक्समा ड्रप गर्न मिल्छ भने भन्नुहोस्। मलाई जित्न मन छ भनेर कोही हुनुहुन्छ भने एकचोटि भन्नुहोस् त। यो टेडी जित्न कसलाई भन्छ एकचोटि च्याट बक्समा ड्रप गर्नुहोस्। सो को हुनुहुन्छ एकचोटि म चेक गर्दैछु तपाईँहरू को हुनुहुन्छ त। ओके कति टाइम लाग्छ। ओके कति टाइम अब सकेसम्म चाँडै गर्छौँ ल। ओके आई थिङ्क अघि नै आइसकेको मेसेज हुनसक्छ। सो ओके टेडी जित्न कोलाई भन्छ तपाईँहरू 6 to 7 जना हुनुहुन्छ अहिलेको लागि। धेरै चाहिँ हुनुहुन्छ। ओके एस्मी भन्नुभएको छ राजेश शर्माजीको। ओके तपाईँको नाम आएको छैन ठिक छ। ओके टेडी जित्न मन छ भन्नुभएको छ एस्मी भनेर। सो ओके अब टेडीको लागि गर्दैछौँ है त। ओके टेडी अलिकति लुक्न गए जस्तो छ। सो ओके अलिकति साइडमा राखेँ। अब आउने कुपनले जित्नुहुनेछ। यसमा अब जित्नुहुनेछ टेडी है त। ठुलो टेडी साइडमा बसिराखेको छ। सो अब टेडीको लागि एउटा कुपन निकाल्नुहोस्। ओके टेडीको लागि एउटा कुपन आउँदैछ बम्पर प्राइज नम्बर 5 है त। टेडीको लागि आउँदैछ। सो ओके के आयो त एकचोटि भन्नुहोस् त। ओके अलिकति कन्फ्युजन भएछ जस्तो छ नानीलाई पढ्न। रत्नलक्ष्मी डुवाल है त। रत्नलक्ष्मी डुवाल क्लियर छ। रत्नलक्ष्मी डुवाल आई थिङ्क ओके कुपन नम्बर रहेको छ 342 0342 है त। 0342 है त। रत्नलक्ष्मी डुवाल जसले जित्नु भएको छ बिग टेडी जित्नु भएको छ है त। टेडी सो मैले तपाईँलाई क्लियरली अलिकति देखाउन सकिनँ होला। सो अलिकति सकिन्छ भने हेर्नुहोस्। सो ओके अलिकति यसमा चाहिँ क्लियर आएको छ है त। रत्नलक्ष्मी डुवाल बिग टेडी भनेर मैले यहाँनिर नेम पनि राखिदिएको छु है त। अब अर्को छ हाम्रो
फोर्थ प्राइस के छ एकचोटि भन्नुहोस् त फोर्थ प्राइस एकचोटि कसैले थाहा छ एकचोटि भन्नुहोस् त फोर्थ प्राइस के छ त सो फोर्थ प्राइस तपाईँले पछाडि ब्याकग्राउन्डमा पनि देख्नुभएको छ सो तपाईँले देख्नुभएको छ फोर्थ प्राइस रहेको छ पशुपति है त पशुपतिनाथको यो एकदम स्मल छ क्युट छ एकदम राम्रो छ है त सो एकदमै स्पेसल छ सो अब यसको लागि हामी लकी ड्र गर्न चाहँदैछौँ सो यो पशुपतिनाथको लागि अब एउटा कुपन निकाल्नु हुनेछ र अब जित्नुहुनेछ पशुपतिनाथ मन्दिर है त पशुपतिनाथ मन्दिर सिम्पल है त ओके एउटा निकाल्नुहोस् ल पशुपतिनाथको लागि ओके विनर को हुनुहुन्छ त लेडिज अथवा जेन्ट्स को होला त ल भन्नुहोस् त लेडिज अथवा जेन्ट्स ल जेन्ट्स आयो कि लेडिज आयो लेडिज भन्नुहोस् त ओके जेन्ट्स आएको छ भन्नुभएको छ है त जेन्ट्स आएको छ भन्नुभएको छ सो के नाम भन्नुहोस् त के छ सुभाष चन्द्र बिष्ट ओके सुभाष चन्द्र बिष्ट है त सुभाष चन्द्र बिष्ट आएको छ सो जसले जित्नु भएको छ यो पशुपतिनाथ मन्दिर सो सुभाष चन्द्र बिष्ट 498 है त अब अलिकति ओके यसरी छड्के देखाउँदा चाहिँ क्लियर आउँदो रहेछ सुभाष चन्द्र बिष्ट 0498 है त 0498 सो सुभाष चन्द्र बिष्टले जित्नु भएको छ पशुपति है त पशुपति टेम्पल ओके पशुपति टेम्पल सो पशुपति मन्दिर जित्नु भएको छ सो अब लगभग हाम्रो फिफ्थ र फाइभ ओके फोर्थ र फिफ्थ को प्राइस अथवा लकी ड्र भइसकेको छ सो बिगतेरी जित्नु भएको छ रत्न लक्ष्मी ढुवाल र त्यसपछि अर्को पशुपति जित्नु भएको छ सुभाष चन्द्र बिष्ट है त सुभाष चन्द्र बिष्ट कोही हुनुहुन्छ भने एकचोटि च्याट बक्समा भनिराख्नुहोस् सो के राजेश ओके कुमारजीले एसमी भन्नुभएको छ आई थिङ्क अघि तेरीको लागि सोधेको होला सो तेरी चाहिँ तपाईँले अहिले जित्नु पाउनु भएको छैन सो अब फाइनल हाम्रो अझै 3टा बाँकी छ सो यो 3टा सायद जित्ने सम्भावना तपाईँहरूको हुने भयो त ठिक छ सो अहिलेसम्म जित्नु भएको छ म एकचोटि सरस्वती भनिदिन्छु नाटापोल जित्नु भएको छ एन्जेल केसी त्यसपछि सत्यनारायण श्रेष्ठ त्यसपछि सपना बासु अनि त्यसपछि सानो गोरा र त्यसपछि लुइस है त उहाँ चाहिँ फरेनर हुनुहुन्छ है सो मैले कुपन चाहिँ मैले बिस्केटमा आफै काटेको भएर मलाई याद छ उहाँको नाम सो लुइसा हुनुहुन्छ ओके आई थिङ्क ओके त्यसपछि अब 5मा 5th नम्बरमा जित्नु भएको छ बिग तेरी जुन बिग तेरी जित्नु भएको छ रत्न लक्ष्मी ढुवाल अनि त्यसपछि सुभाष चन्द्र बिष्टजीले जित्नु भएको छ पशुपतिनाथ मन्दिर है त ठिक छ अब बाँकी छ अब 3वटा लकी ड्र बम्पर प्राइजको र यो बम्पर प्राइज मध्ये अब 4th नम्बरको प्राइज छ सो जित्नुहुनेछ यो कुमारी है त यति ठुलो छ सो लगभग 20-22 इन्चीको कुमारी छ एकदम राम्रो छ घरमा सजाउनुका लागि सबै राम्रो प्राइजहरू मैले यसमा राखेको छु सो अब यसको पालो रहेछ कुमारीको लागि सो अब एउटा कुपन निकाल्नुहोस् अनि कुमारीको लागि विनर अनाउन्स गर्नेछु है त यो कुमारीको अब विनर को आउँछ होला त जेन्ट्स अथवा फिमेल के आउँदिन्छ होला त ल भन्नुहोस् त तपाईँहरू कतिजना हुनुहुन्छ आई थिङ्क कुमार राजेश ओके तपाईँहरू जेन्ट्स नै बढी हुनुहुन्छ आई थिङ्क ओके कुमार ओके लीलाजीले हुनुहुन्छ सो ओके लीला टेक रोकेश पनि हुनुहुन्छ सुसना साके सो आई थिङ्क मैले चाहिँ सम्झिन सकेन है त सो के अब आउँदै हुनुहुन्छ कुमारीको विनर सो कुमारीको विनर हुनुहुन्छ सो ओके प्रनिसा भेले है त प्रनिसा भेलेले जित्नु भएको छ कुमारी सो कुपन नम्बर कति छ एकचोटि तपाईँहरू आफै चेक गर्नुहोस् है त सो क्लियर छ सो ओके कता छ सो कुपन नम्बर अलिकति क्लियरली आएन यसमा चाहिँ सो अलिक छड्के राख्दा आउँछ 522 है त 522 प्रनिसा भेले है त प्रनिसा भेलेले जित्नु भएको छ कुमारी है त प्रनिसा भेले सो ओके प्रनिसा भेलेले जित्नु भएको छ कुमारी त्यसपछि पशुपतिनाथ मैले कसको नाममा भनेको थिएँ सुभाष चन्द्र बिष्ट है त सुभाष
के सुभाष चन्द्र विष्ट सो अब दुईटा बाँकी छ सो यो दुईटा अनाउन्स गर्नुभन्दा पहिले म एउटा क्वेसन गर्न चाहन्छु सो अब विनर बन्नुभयो भने त ठिक छ विनर बन्नुभयो भने त ठिक छ सो विनर बन्नु भएन भने कतिजनालाई चाहिँ यो पर्चेज गर्न मन छ एकचोटि सेयर गर्नुहोस् च्याट बक्समा एकचोटि भन्नुहोस् त सो एकचोटि भन्नुहोस् कतिजनालाई मन छ सो विनर भइहाल्यो सो विनर भएन भने चाहिँ म किन्छु भनेर चाहिँ कतिजना सोचिराख्नु भएको छ एकचोटि भन्नुहोस् त सो किनभने अब यो लकी ड्र हो सबैजनालाई हामी विनर बनाउन सक्दैनौँ लिमिटेड छ सो 5 जनाको ठाउँमा हामीले 10 जनालाई हामीले लकी ड्र गर्न जाँदैछौँ सो कोही हुनुहुन्छ इन्ट्रेस्टेड सो म चाहिँ पर्चेज गर्छु विजेता भए पनि नभए पनि अथवा एउटा विजेता भए अर्को किन्छु अथवा त्यस्तो के हुनुहुन्छ भने एकचोटि भन्नुहोस् सो ओके कोही हुनुहुन्छ एकचोटि भन्नुहोस् त च्याट बक्समा सो ओके कुमारजीले एसमी ओके आई थिङ्क पछि नआएको छ ओके कोही हुनुहुन्छ सो तपाईँहरू 6-7 जना हुनुहुन्छ है ओके ठिक छ कोही रिप्लाई आएन सो ठिकै छ फाइन है त सो ठिकै छ सबैजनालाई जित्नु नै छ होला सो अबको पालो छ सेकेन्ड प्राइज अजिमा है त सेकेन्ड प्राइज अजिमा छ सो यो क्युट छ एकदम 15-16 इन्चीको छ सो एकदम राम्रो छ हेभी डिजाइनमा सो हेभी प्रडक्ट पनि छ है त अब यसको लागि विनर अनाउन्स गर्दैछु सो यसको लागि अब कुपन एउटा निकाल्दिनुहुन्छ नानीले सो अब कसलाई निकाल्नुहुन्छ त तपाईँहरूमध्ये एकजना परेको म हेर्न चाहन्छु सो कतिजना सम्भव छ एकचोटि चेक गर्छु है त ठिक छ सो ओके आई थिङ्क तपाईँहरूमध्ये एकैजना होस् सो को हुनुहुन्छ ओके सुभाष मनोज समथिङ है त सो ओके को हुनुहुन्छ एकचोटि म पार्टिसिपेट ओके मोहन राजेश रोकेश सुष्ना साक्के कोही आएको छ पार्टिसिपेट मध्ये एकजना सो ओके आरबाट आएको छ तर अलिकति नाम चाहिँ फरक आए जस्तो छ है त ओके रोनक सुवाल आएको छ है त रोनक सुवाल आएको छ सो रोनक तपाईँहरूको कोही रिलेटिभ छ अथवा एकचोटि के छ भने भन्नुहोस् सो रोनक सुवाल आएको छ सो कुपन नम्बर अलिकति क्लियर भएन होला नाम चाहिँ यस्तै क्लियरली देखिन्छ रोनक सुवाल छ 0069 जित्नु भएको छ के जित्नु भएको छ अजिमा अथवा नकिन्जु खचा पनि भनिन्छ सो अजिमा जित्नु भएको छ आई थिङ्क कता छ ओके रोनक सुवाल है त कसैले चिन्नु भएको छ भने एकचोटि सेयर गर्नुहोस् आई थिङ्क रोनक हुन सक्छ या अब अरू नै हो सो रोनक सुवाल सो रोनक सुवालले जित्नु भएको छ अजिमा है त अजिमा अथवा भद्रकालीको रथ पनि भनिन्छ यो जित्नु भएको छ बधाई छ रोनकजी सो अहिले तपाईँ हुनुहुन्छ सो आई थिङ्क तपाईँ लाइभमा हुनुहुन्न होला सो रेकर्डिङ हेर्नुहुन्छ होला सो रेकर्डिङबाट तपाईँले जितेको भोलि तपाईँले पाउनुहुन्छ सो ओके अब एउटा लास्ट प्राइज बाँकी छ सो कतिजनाले होप छ कि म जित्छु भनेर एकचोटि सेयर गरिदिनुहोस् सो रोनकजीले जित्नु भएको छ अजिमा है त ओके को बाँकी हुनुहुन्छ ल एकचोटि भन्नुहोस् त अब चाहिँ मेरो आउँछ भन्ने चाहिँ कतिजनाको छ एकचोटि होपको लागि एकचोटि भन्नुहोस् त सो च्याटमा सो अलिकति एक्टिभ हुनुहोस् निराश नहुनु होला किनभने अब लकी ड्र हो सबैजनाले विनर हुँदैनन् सो एकदम ओके कुमार यस अघिको मेसेज छ सो ओके रोनक प्रनिसा ओके ल अब लास्ट वान भन्दा पनि अझै अर्को एउटा त बाँकी नै छ सो फ्री अनाउन्समेन्टबाट फ्री रजिस्ट्रेसनबाट पनि मैले राखेको छु यसपालि सानो रटलाई मैले फ्री रजिस्ट्रेसनबाट गराएको थिएँ प्रिभियस टाइममा चाहिँ कसैले भनेको थियो फ्रीबाट पनि गर्नु पाए राम्रो हुन्थ्यो भनेको त्यसकारण मैले यो समयमा यो वर्ष चाहिँ मैले फ्रीली एउटा भद्रकालीलाई पनि राखेँ सो यसबाट पनि एकदमै थोरै मात्र पार्टिसिपेट पाएँ सो मैले सोचे जस्तो पार्टिसिपेसन चाहिँ मैले एक्सपेक्ट गरे अनुसार पाएको छैन सो के पार्टिसिपेसन अलिकति बढिरहेको छ सो एकचोटि भन्नुहोस् त सो ओके आई थिङ्क तपाईँहरूमध्ये कोही आउनुभएको छ भने एकचोटि म भन्छु है त नाम छ भने म एकचोटि छु भनेर भन्नुहोस् है त म नाम लिन्छु विनरहरूको सो तपाईँहरू कोही हुनुहुन्छ भने भन्नु होला एन्जेल केसी सत्यनारायण श्रेष्ठ सपना बासु सानो गोरा अनि लुइसा है त लुइसा त्यसपछि अब बम्पर प्राइजको विनर
4 जना अनाउन्स गरिसकेको छु। अब एउटै मात्र बाँकी छ। सो 4 जना मध्ये 5औं तेरी जित्नु भएको छ रत्न लक्ष्मी ढुवाल। त्यसपछि अर्को जित्नु भएको छ पशुपतिनाथ सुभाष चन्द्र विष्ट। त्यसपछि कुमारी जित्नु भएको छ प्रनिशा भेले। त्यसपछि अर्को अजिमा जित्नु भएको छ रोनक सुवाल है त, रोनक सुवाल। अब एउटा बाँकी छ। त्यसपछि फेरि अर्को एउटा ग्रान्ड फाइनल एउटा पनि अर्को बाँकी छ जुन फ्री रजिस्ट्रेसनबाट आई थिङ्क तपाईँहरूमध्ये कोही न कोही त फ्री रजिस्ट्रेसनबाट पनि जोइन हुनुभएको हुनसक्छ। सो अब बम्पर प्राइस छ। सो रड तपाईँले यहाँ साइडमा देखिराख्नु भएको छ, अगाडि छ, मजाले यसलाई सो एकदमै हेभी छ, एकदमै मेहनत लागेको सामान छ। सो यो जित्नु भएको छ। यसको प्राइस तपाईँहरूलाई थाहा पनि छ होला धेरैजनालाई। सो यसको प्राइस भनेको लगभग रेगुलर प्राइस 7,000 छ र अब अहिलेको समयमा चाहिँ अब अलिकति डिस्काउन्ट गरेर 6,000मा पनि बिस्केटमा धेरैजनाले पर्चेस गरेर लगिसक्नु भएको छ है त। सो अब आई थिङ्क धेरैजना हुनुहुन्छ होला। सो एकैछिन वेट गरौँ। ओके ठिक छ। सो ओके ल, अब हामी बम्पर प्राइस सो लास्ट भन्दा पनि अब सेकेन्ड लास्ट भनौँ है त, फ्री बाँकी छ। सो अब एउटा बम्पर प्राइस पहिलाको लागि गर्दैछौँ। सो यो एकछिन पछि गरौँ या अहिले गरौँ है? ल एकचोटि भन्नुहोस् त। सो लास्टमा गरौँ अथवा अहिले गरौँ? एकचोटि तपाईँहरू भन्नुहोस्। यो हाम्रो फ्री रेजिस्ट्रेसनबाट जित्नु भएको अनाउन्स गरौँ अथवा यो पहिले गरौँ? ठिक छ। ओके कुमार मर्जेन्सीले अहिले गरौँ भन्नुभएको छ। सो ठिक छ। ओके अहिले गरौँ भने म अहिले गर्छु। ल एकचोटि भन्नुहोस् त। सो ल फ्री रेजिस्ट्रेसनबाट फेरि जाउँ अथवा यसैलाई गरौँ? सो ओके 100 रुपिस दिएको अहिले गरौँ। ओके अहिले गरौँ ठिक छ। ल सो पैसा तिर्नु भएको छ, फर्स्ट गरौँ भन्नुभएको छ है त। ठिक छ। ओके ल फर्स्ट गरौँ भने म यसैबाट गर्छु। सो यो चाहिँ अब पहिलाको लागि हुनेछ है त। ठिक छ। सो पहिलाको लागि हुनेछ। सो अब लास्ट फर्स्ट विनर। ओके सरी एउटा टिपेको तल राख्नुहोस्, माथि राख्नु। सो एउटा जम्प भयो है त, अलिकति बाहिर जान हतार भयो जस्तो लाग्यो। सो अब एउटा बम्पर प्राइस लास्ट है त। अब यो चाहिँ अब आँखा चिम्लेर निकाल्नुहोस् अलिकति राम्रोसँग है त। सो ओके ल, अब चाहिँ तपाईँहरू मध्ये एकजनाकै निकाल्नु भयो भने म चाहिँ झन् ह्याप्पी हुन्छ है त। सो लाइभ एटेन्ड गर्नुभएकोले जित्नु भयो भने मलाई एकदमै एक्साइटेड हुन्छ। सो हाम्रो नि हुन्छ फ्री रजिस्ट्रेसनमा। ओके म फ्री रजिस्ट्रेसनमा अब गर्नको लागि चाहिँ म 1 मिनट टाइम दिन्छु। 1 मिनटमा तपाईँले रजिस्ट्रेसन गर्न भ्याउनु भयो भने चाहिँ म 3-4 जनाको नाम चाहिँ यसमा ड्रप गरिदिन्छु। ल ठिक छ। सो अब यसलाई गर्छु। सो नभए चाहिँ म तपाईँलाई एउटा लिङ्क अहिले च्याट बक्समा सेयर गरिदिन्छु। सो रजिस्ट्रेसन गर्नुहोस्। 2-3 जनाको चाहिँ म नाम त्यसमा एड गरिदिन्छु है त। वेट गर्नुहोस्। सो म एकचोटि तपाईँलाई लिङ्क एउटा म सेयर गर्ने गर्छु है त। ठिक छ। सो आई थिङ्क एकैछिन वेट गर्नु होला है त। सो रजिस्ट्रेसन गर्नुभन्दा पहिले ओके एउटा फ्री रजिस्ट्रेसनको लागि म लिङ्क सेयर गर्दैछु है त। सो वेट। ओके ल म तपाईँलाई च्याटमा एउटा लिङ्क सेयर गरिदिँदैछु। सो तपाईँले अब यसमा गएर रजिस्ट्रेसन कतिजनाले गर्न भ्याउनुहुन्छ गर्नु होला है त। ठिक छ। अब यसको लकी ड्र गरुन्जेल जतिजनाले रजिस्ट्रेसन गर्नुहुन्छ उहाँहरूको नाम चाहिँ म यसमा पनि राखिदिन्छु। ठिक छ। सो यसको लागि मैले एउटा फर्मको लिङ्क पठाउँदैछु च्याटमा। सो यो च्याटमा तपाईँले जानुहोस्। सो आई थिङ्क यसको लिङ्क ओके यसको लागि एकैछिन वेट गर्नु होला है त। यसमा अलिकति लिमिटेसन भएको छ। मैले यसमा अलिकति फर्म चाहिँ मैले क्लोज गरिसकेको थिएँ। सो म फर्मलाई एकचोटि रिएक्टिभेट गर्छु है त। ओके फर्मलाई मैले रिएक्टिभेट गर्दैछु। सो एकैछिन वेट गर्नु होला। ओके ल मैले तपाईँलाई च्याटमा लिङ्क पठाउँदैछु। सो एकैछिन वेट गर्नुहोस्। ओके ल यो लिङ्कमा जानुहोस्। यो लिङ्कमा गएर तपाईँले आफ्नो डिटेल सेयर गर्नुहोस्। म 2-3 जनालाई चाहिँ अब
रजिस्ट्रेसन गराउँछु है त यो फ्रीको लागि ठिक छ सो अब लकी ड्र गर्दा जाँदैछु यो पहिलोको लागि यो टाइमसम्म रजिस्ट्रेसन गर्नुस् 3-4 जनाको नाम म एड गरिदिन्छु ल अब यो चाहिँ पहिलोको लागि हुनेछ ठिक छ सो लिंक चेक गर्नुस् लिंक ओपन हुन्छ हुँदैन एकचोटि चेक गर्नु होला सो ओके ल पहिलोको लागि निकाल्नुस् सो आई थिंक यो लिंक ओपन हुनुपर्छ सो ओके ठिक छ 1 ओके ल लिंक मैले राखेको छु सो लिंक एक्टिभ छ रजिस्ट्रेसन गर्दै गर्नुस् म यहाँ कुपन निकाल्दै छु पहिलोको लागि ओके ल है त अब आउँदैछ बम्पर फर्स्ट विनर प्राइज ओके विनिङ प्राइज पहिलोको लागि विनर्स आउँदै हुनुहुन्छ सो विनरको एकचोटि कुपन नम्बर भन्नुस् त कोही हुनुहुन्छ भने कुपन नम्बरबाट अहिले चाहिँ कुपन नम्बरबाट स्टार्ट गरौँ कुपन नम्बर के छ त एकचोटि भन्नुस् त 0593 0593 है त 0593 कोही हुनुहुन्छ ल एकचोटि भन्नुस् त 0593 कोही हुनुहुन्छ छ भने मी भनेर टाइप गरिदिनुस् सो छैन भने डोन्ट वरी तपाईहरुको लागि मैले अर्को एउटा रजिस्ट्रेसन ओपन गरिदिएको छु सो तपाईहरु लाइभ आउनु भएको कारण सो तपाईले फेरि अर्को एउटा चान्सेस पाउँदै हुनुहुन्छ ठीक छ ओके 05 कति भन्नुभएको छ सो एकचोटि म हेर्दिन तपाईहरु आफै भन्नुस् है त के छ त 0593 सो नाम छ ओके नाम देउला ओके के छ लिनसेङ देउला ओके लिङसिङ देउला है त ओके कुमारजी तपाईको सायद व्हाट्सएप एक्टिभेट थिएन अथवा कहाँ थियो सो त आई डोन्ट नो सो मैले सबैजनाको लागि कुपन चाहिँ काटेर पठाएको छु है त ठीक छ सो लिङसन देउला हुनुहुन्छ है त लिङसन देउला हुनुहुन्छ सो पहिलोको विनर हुनुहुन्छ उहाँले जित्नु भएको छ लिङसन देउला ठीक छ सो के अब कतिजनाले रजिस्ट्रेसन गरिसक्नु भएको छ एकचोटि रजिस्ट्रेसन गर्दै गर्नुस् सो हामी यसमा तपाईको नाम राखेर यसमा लकी ड्रमा पठाउने छौं ठीक छ सो तपाईहरु 10 जना जति हुनुहुन्छ सो आई थिंक सकेसम्म म सबैजनालाई कभर गर्ने छु ठीक छ सो विनर हुनुहुन्छ लिलस्याङ ओके लिलस्याङ है अलिकति वर्डमा प्रोनाउन्समा अलिकति समस्या भयो लिलस्याङ देउला हुनुहुन्छ है त लिलस्याङ देउला सो विनर हुनुहुन्छ पहिलोको लागि सो 593 सो लिलस्याङ देउला सो पहिलोको विनर हुनुभएको छ पहिलोको विनर सो ओके ल ठीक छ सो मैले सबैको अनाउन्स गरिसकेको छु अनि जति जनाले अब यो रेकर्डिङ हेर्नुहुन्छ र रेकर्डिङ हेरेर विनर भए भएन थाहा पाउनुहुन्छ सो उहाँले चेक गर्ने भनेको सो मैले तपाईलाई क्यूआर राखिदिएको छु सो ओके तपाईलाई कुपनमा मैले क्यूआर राखिदिएको छु याद छ है यो क्यूआर लाई नै स्क्यान गर्नुस् तपाईले यो वेबसाइटमा भिजिट गर्न सक्नुहुन्छ त्यो वेबसाइटमा गएर अब भोलि म अपडेट गर्दिने छु त्यो वेबसाइटमा तपाईहरुको नाम कुपन नम्बर र विनर के जित्नु भयो भनेर मैले लिंक राखिदिन्छु नामहरु राखिदिन्छु सो तपाईले कन्ट्याक्ट गर्नु होला सो म पर्सनली पनि तपाईले कन्ट्याक्ट गर्ने नै छु डेफिनेटली म तपाईले भोलि कन्ट्याक्ट गर्छु सो कन्ट्याक्ट भयो भने फाइन भएन भने अब भिडियोज हेरेर तपाई आफै कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ सो प्राइज कलेक्ट गर्नको लागि तपाईले अब पर्सि अथवा त्यसभन्दा पछि चाहिँ तपाईले कलेक्सन गर्न आउनु होला र सकेसम्म 1 वीक भित्र आउनु होला ठीक छ 1 वीक भित्र ओके कति जनाले रजिस्ट्रेसन गरिसक्नु भएको छ एकचोटि भन्नुस् त सो टिकट दिनु भएको छैन ओके टिकट छ है कुमारजी आई थिंक तपाईको 3 वटा कुपन छ होला कुमारजीको आई थिंक 3 वटा कुपन हुनुपर्छ सो तपाईले मैले तपाईको नाम अथवा केही समथिङ थियो होला सो मैले तपाईको नामको कुपन काटेको हुनुपर्छ 3 वटा कुपन आई थिंक मेसेज ओके यसमा कान्छ ओके कुमारको नाममा मैले 3 वटा टिकट कुपन काटे जस्तो लाग्छ सो नम्बरिङ चाहिँ अब मैले याद गर्न सकिन सो काट्न चाहिँ काटेको छु है तपाईले अब कहाँबाट जोइन हुनुभएको छ सो तपाईले जहाँबाट जोइन हुनुभएको छ त्यसैमा कुपन पनि आउनु भएको छ आएको छ होला ठीक छ सो के अब हामीसँग थोरै मात्र टाइम बाँकी छ सो जुममा अलिकति टेक्निकल इस्युका कारण चाहिँ मैले यसमा अपडेट गर्न पाएन सो अलिकति समस्या भएको कारण अब हाम्रो टाइमिङ भनेको चाहिँ लगभग 5 मिनेट मात्र बाँकी रहेको छ ओके कति जनाले रजिस्ट्रेसन गरिसक्नु भएको छ एकचोटि भन्नुस्
सो गरिसक्नु भएको छ भने म फेरि रिजोइन गर्छु र त्यसपछि तपाईहरुको नाम फेरि यसमा राख्छु र त्यसपछि यहाँबाट यो जुन अजिमाको लागि म फेरि लकी ड्र गर्नेछु ठीक छ सो के गरी अब यो जुम क्लोज अटोमेटिकली भइहाल्यो भने पनि हामी फेरि रिजोइन गरेर यसलाई स्टार्ट गर्छौं ठीक छ सो कति जनाले गरिदिसक्नु भएको छ एकचोटी रजिस्ट्रेसन एकचोटी भन्नुस् त सो अब अलिकति टाइम लाग्ने भयो सो मैले यहाँ तपाईहरुको रजिस्ट्रेसन ओके लगभग 4 to 5 जनाले मलाई लागेको छ रजिस्ट्रेसन गरिसक्नु भएको छ है त ठीक छ सो म चेक गर्दै छु तपाईहरु 4 to 5 ओके 4 to 5 ओके सो ओके कुमार जीले गर्नुभएको होला राजेश ओके जुनिता आगन्ज्या अथवा आख ओके आज ख्या समथिङ छ है अलिकति प्रोनाउन्सिएसन अलिकति गाह्रो भएको छ सो ठीक छ तपाईहरुको लागि म एकचोटी फेरि म अब अर्को लाइभ गर्नेछु अथवा अर्को लाइभ भनेको अहिले एकछिनपछि म यसलाई क्लोज गर्छु र त्यसपछि म फेरि लाइभ गर्नेछु ठीक छ अब नर्मली हाम्रो बम्पर प्राइज मैले अनाउन्स गरिसकेको छु अब फ्री रजिस्ट्रेसनबाट जित्नको लागि चाहिँ म फेरि रिजोइन गर्नेछु ठीक छ Who are winner? I could not watch the live. Okay. ओके मैले लकी ड्र को सबै अनाउन्समेन्ट गरिसके सो अब मैले सबैको यहाँ फेरि भनिराख्न गाह्रो हुनेछ सो तपाईले अब लिंक चेक गर्नुस् अब nepalcraftgallery.com/results भनेर टाइप गर्नुस् है त URL त्यो टाइप गर्नुस् त्यो URL मा चेक गर्नुस् तपाईले त्यो URL बाट पाउनुहुनेछ सो एकचोटी म तपाईलाई शेयर गर्छु सो मैले तपाईलाई लिंक शेयर गर्नु पर्दा सो तपाईले यो लिंकमा चेक गर्नुला ठीक छ ओके सो ओके यहाँनिर nepalcraftgallery.com/ यहाँनिर रिजल्ट्स भनेर राख्नुस् है त ओके यहाँनिर ओके रिजल्ट्स भनेर यसरी टाइप गर्नुस् त्यसपछि इन्टर गर्नुस् अब यसमा प्रिभियस लकी ड्र को विनरहरुको मैले यहाँनिर राखेको छु तपाईले अब यो चेक आउट गर्नु पर्दैन अबको 2083 को विनरहरुको म अब भोलि यसमा अपडेट गर्ने छु सो अब भोलि म नाम कुपन नम्बर र विनरको अब प्राइजहरु म यसमा राख्दिने छु र तपाईले पछि कलेक्ट गरिसक्नु भएपछि म तपाईहरुको पनि नाम फोटोज सबै कुरा यसरी नै भोलि पर्सि अपडेट गर्दै जाने छु याद गर्नुस् यो लिंकबाट चेक गर्नु होला ठीक छ तपाईले जित्नु भयो भएन तपाईले अब यही लिंकबाट भोलि थाहा पाउनुहुनेछ यदि जित्नु नै भएको छ भने त म डेफिनेटली तपाईलाई कन्ट्याक्ट पनि गर्नेछु सो आई थिंक सबैजनाले बुझिसक्नु भएको छ विनर कसरी चेक गर्ने सो म तपाईलाई अब भोलि अपडेट गर्छु र अब म यसलाई क्लोज गर्छु र अब एउटा लकी ड्रको लागि यसमा म तपाईहरुको नाम पनि यसमा एड गर्दै जान्छु सो तपाईहरु अहिले 8-9 जना हुनुहुन्छ तपाईहरुको कुपन म यसमा एड गर्छु अनि त्यसपछि म फेरि लकी ड्र गर्नेछु किनभने अब यो जुम चाहिँ अब अटोमेटिकली क्लोज हुने टाइम भएको कारण म यसलाई इन गर्दैछु सो सबैजना वेट गर्नुस् म फेरि यसलाई क्लोज गरेर फेरि रिजोइन गर्नेछु ठीक छ सो सबैजना हुनुहुन्छ नि रिजोइन गर्नको लागि एकचोटी भन्नुस् त सो अब यसको रेकर्डिङ अब भोलि पाउनुहुनेछ सो अब पछिको रेकर्डिङ छुट्टै हुनेछ ठीक छ सबैजना क्लियर हुनुहुन्छ एकचोटी भन्नुस् त सो रिजोइन हुनुहुन्छ नि सबैजना यदि रिजोइन हुनु भएन भने चाहिँ म तपाईलाई विनर चाहिँ गर्दिन है त ठीक छ त्यो चाहिँ म भन्छु है त फ्री रेजिस्ट्रेसन छ रिजोइन हुनु भएन तर विनर भन्नु भएको छ भने चाहिँ म त्यसलाई क्यान्सल गरेर अर्को कुपन निकाल्ने छु ठीक छ सो अहिले चाहिँ म यसलाई एन्ड गर्छु म फेरि रिजोइन गर्छु